मेडिटेशन्स एउटा पुस्तक मात्र होइन, जीवनमा स्पष्टता, स्थिरता र भित्री शान्तितर्फ डोर्याउने एउटा मार्गदर्शक हो। नमस्ते, म मीना तामाङ, मेरो युट्युब च्यानलमा यहाँहरूलाई स्वागत छ। मेडिटेशन्स पुस्तक पढ्दै गर्दा मलाई यस्तो महसुस भयो कि आजको तनाव, चिन्ता र एउटा मानसिक अशान्तिभित्रबाट पनि आत्मनियन्त्रण, भित्री शान्ति र उद्देश्यपूर्ण एउटा अर्थपूर्ण जीवन जिउन सिकाउने यो एउटा शक्तिशाली पुस्तक हो। त्यसैले यो पुस्तक हामी सबैले एकपटक पढ्न एकदमै जरुरी छ, किनकि यो पुस्तकले भनेको चाहिँ हामीलाई आफ्नै मनलाई बुझ्न, आफ्नै भावनाहरूलाई बुझ्न, एउटा प्रतिकूल परिस्थिति बीच पनि कसरी शान्त र सहज तरिकाले त्यो परिस्थितिलाई सामना गर्ने भन्ने कुराहरू यो पुस्तकबाट हामीले सिक्न सक्छौँ। योभन्दा अगाडि पनि मेडिटेसन पुस्तकलाई डिटेलमा बुझ्ने क्रममा भनेर च्याप्टर 1, च्याप्टर 2 र च्याप्टर 3 को अलरेडी छुट्टै भिडियो बनाएर पोस्ट पनि गरिसकेकी छु। यहाँहरूले अगाडिको भिडियोहरूमा चेक गर्न सक्नुहुन्छ र त्यो भिडियोहरूमा मैले यो पुस्तकको ब्याकग्राउन्डलाई पनि सेयर गरिसकेकी छु। तर पनि आजको यस भिडियो चाहिँ समग्र सारमा एउटा पुस्तकको सारांश नै भएको हुनाले चाहिँ थोरै ब्याकग्राउन्ड आज पनि सेयर गर्न चाहन्छु। मेडिटेशन्स पुस्तक आजभन्दा 2000 वर्ष अगाडि एकजना रोमी सम्राट मार्कस अरेलियसद्वारा त्यो बेलाको एकदमै प्रतिकूल परिस्थितिमा उहाँले हरेक दिन आफ्नै मनलाई शान्त सहज राख्नको लागि आफ्नै भावनाहरूलाई हरेक दिन लेख्ने क्रममा चाहिँ त्यो सेल्फ रिफ्लेक्सन पछि गएर एउटा पुस्तकको रूपमा तयार गरियो उहाँको निधन पछाडि। जबकि उहाँले त्यो पुस्तक चाहिँ कसैलाई सिकाउनको लागि भनेर लेख्नु भएको थिएन। उहाँले आफ्नो मनभित्रका कुराहरू लेखेर असहज परिस्थितिमा पनि कसरी सहज, कसरी एउटा मानवताको एउटा गुणले व्यवहार गर्ने भन्ने कुराहरू उहाँले आफैलाई रिफ्लेक्सन गर्नुभएको त्यो पुस्तक पछि मेडिटेशन्स पुस्तक बन्न गएको हो। त्यो बेलाको राजनीतिक अस्थिरता, प्लेग जस्तो एउटा रोगको महामारी फैलिरहेको अवस्था, समग्र राज्यको आफूमाथिको जिम्मेवारी र आफ्नो परिवारको बिछोडको त्यो अवस्था लगायत विविध एकदमै कठिन परिस्थितिहरूको बीचमा एउटा सम्राटले आफूलाई त्यो मानसिक रूपमा शान्त रहनको लागि कसरी सम्हाल्नु भयो त त्यो परिस्थितिमा हो। त्यो कुराहरू हामीले पनि बुझ्न जरुरी छ, किनकि आजको दिनमा हामी एकदमै आफ्नो पर्सनल लाइफको एउटा तनाव, चिन्तालाई पनि हामी झेल्न नसकिरहेको अवस्थामा छौँ नि त, होइन? त्यसैले एउटा सम्राटले कसरी समग्र साम्राज्यको भार त्यो तनावपूर्ण परिस्थितिमा आफूलाई शान्त र एउटा शक्तिशाली सम्राटको रूपमा कसरी परिचित गराउन सक्नुभयो त, त्यो कुराबाट हामीले पनि आफूलाई सहज शान्त बनाउन सिक्नै पर्छ। त्यसैले मेडिटेशन्स पुस्तकलाई मैले एकदमै डिटेलमा बुझ्ने प्रयास गरेँ र त्यही स्वरूप आज म समग्रमा ती 12वटा शिक्षाहरूलाई यहाँहरूमा सेयर गर्ने प्रयास गर्नेछु। सबैभन्दा पहिलो शिक्षा भनेको चाहिँ आफ्नो मनलाई नियन्त्रण गर्ने शिक्षा। मार्कस लेख्नुहुन्छ कि समुद्रको बीचमा उभिएको चट्टानलाई लहरहरूले निरन्तर ठक्कर दिइरहन्छन्, तर त्यो चट्टान अडिग रहन्छ, बरु ती लहरहरू आफै शान्त भएर जान्छन्। त्यसरी नै हाम्रो जीवनमा पनि असफलता, चुनौतीहरू, चिन्ता, गाह्रो परिस्थितिहरू त्यो लहरको रूपमा आइरहन्छन्, तर त्यसलाई हामीले रोक्न सक्दैनौँ, त्यसलाई हामीले नियन्त्रण गर्न सक्दैनौँ, तर हामी एउटा चट्टान स्वरूप अडिग रहन पनि सक्छौँ। हामीमध्ये अधिकांश मानिसहरू जीवनमा त्यो बाहिरी परिस्थितिको कारणले गर्दा भन्दा पनि त्यो एउटा परिस्थितिप्रतिको हाम्रो आफ्नै नियन्त्रणको कारणले गर्दा, आफ्नै प्रतिक्रियाको कारणले गर्दा हामी एकदमै दुखी बन्न पुग्छौँ। कसैले केही भन्यो, त्यो कुरा जस्ट 1 सेकेन्डको कुरा हुन्छ, तर हामीले त्यही कुरा मनमा लिइरहन्छौँ। त्यसो गर्दा जब त्यसरी मनमा लिइरहन्छौँ तब त्यो कुरा उसको रहँदैन, अब त्यो कुरा हाम्रो आफ्नै सृजना बन्न पुग्छ र त्यसैले हाम्रो मनलाई अशान्ति बनाइदिन्छ। मार्कसका अनुसार जीवनमा भनेको चाहिँ त्यो अरूमाथि नियन्त्रण गर्नु ठुलो कुरा होइन, आफ्नै मनलाई जित्नु, आफ्नै मनलाई नियन्त्रण गर्न सक्नु शक्ति हो भनेर उहाँले हामीलाई सिकाउनुहुन्छ। त्यसैले यहाँबाट हामीले सिक्नै पर्ने कुरा भनेको चाहिँ
बाहिरी परिस्थिति, अरूको आलोचना, अरूको त्यो बाहिरी कुराहरूलाई हामी पक्कै पनि नियन्त्रण गर्न सक्दैनौँ, तर हामी आफ्नै मनलाई भने नियन्त्रण गर्न सक्छौँ। जब हामी आफ्नो मनलाई जित्न सक्छौँ तब बाहिरी परिस्थिति, कसैको आलोचनाबाट हामी टुट्नु पर्दैन, हामी आफैमा एउटा विजयी व्यक्ति बन्न सक्छौँ भन्ने कुरा यहाँबाट सिक्न सक्छौँ। दोस्रो शिक्षा भनेको चाहिँ वर्तमान क्षण नै जीवन हो भन्ने कुरा हामी सिक्न सक्छौँ। प्रायः जसो मानिस कि त बितिसकेको समयको पछुतोमा समय बिताउँछ कि भने चाहिँ आउन बाँकी भविष्यको चिन्तामा समय बिताइरहेका हुन्छन्। तर वास्तविक जीवन भनेको अहिलेको क्षणमा छ है भनेर उहाँ सम्झाउनुहुन्छ र उहाँ भन्नुहुन्छ तिमीले गुमाउन सक्ने क्षण भनेको केवल वर्तमान क्षण हो, किनकि तिमीसँग वास्तवमा यही क्षण मात्र छ है भनेर भन्नुहुन्छ। यहाँ उहाँले एकदमै सान्दर्भिक एउटा उदाहरण दिनुहुन्छ। मानौ हामी नदीको अगाडि उभिरहेका छौँ, अगाडि बगेर गएको पानी त्यो कहिले पनि फर्केर आउँदैन र जुन पानी आउन बाँकी छ त्यो अझै आइपुगेको छैन भने हाम्रो अगाडि जुन पानी अहिले बगिरहेको छ अहिलेको क्षणमा त्यही पानीलाई हामी स्पर्श गर्न सक्छौँ। न त गइसकेको पानीलाई हामी स्पर्श गर्न सक्छौँ, न त आउन बाँकी पानी नै स्पर्श गर्न सक्छौँ। जीवन पनि त्यस्तै हो। यदि आजको दिनलाई राम्रोसँग बाँच्न सक्यौँ भने पक्कै पनि हाम्रो जीवन एकदमै राम्रो बन्छ। उहाँ भन्नुहुन्छ जीवन भनेको केवल सङ्ख्याहरूको योग मात्र होइन, सचेत रूपमा बाँचिएका क्षणहरूको योग हो। तेस्रो शिक्षा समयको मूल्यबोध। मार्कस अरेलियसले जीवनलाई एउटा अत्यन्तै छोटो र अनिश्चित रूपमा हेर्नुहुन्छ। उहाँ बारम्बार आफूलाई भन्नुहुन्छ कि सम्झाउनुहुन्छ कि प्रत्येक दिन अन्तिम दिन हुन सक्छ, त्यसैले आजको दिनलाई समयलाई चाहिँ अर्थपूर्ण तरिकाले प्रयोग गर्नुपर्छ भनेर आफैलाई बारम्बार सम्झाउनुहुन्छ। र उहाँले यहाँ बालुवाको घडीको उदाहरण दिनुभएको छ। बालुवाको घडी चाहिँ माथिबाट तल झर्ने प्रत्येक कणले चाहिँ समयको एउटा क्षणलाई प्रतिनिधित्व गर्छ। एकपटक खसेको त्यो बालुवा फेरि माथि फर्केर जाँदैन। त्यसरी नै बितेको एक क्षण, एक दिन र एक वर्ष कहिले पनि फर्केर आउँदैन। तर विडम्बना मानिसहरू धन सम्पत्ति पैसा गुमाउँदा एकदमै दुखी हुन्छन्, तर समय गुमाउँदा भने सचेत हुँदैन। त्यसैले यस पुस्तकमा मार्कस अरेलियस भन्नुहुन्छ समय नै हाम्रो जीवन हो। हामी समय खर्च गरिरहेका छैनौँ, हामी हाम्रो जीवन खर्च गरिरहेका छौँ। उहाँ जब हरेक दिन उठ्न गाह्रो हुन्थ्यो बिहान, तब आफैले आफैलाई भन्नुहुन्थ्यो कि म मानव हुँ र मानवको कर्तव्य मैले पुरा गर्नुपर्छ, त्यसैले मैले उठ्नुपर्छ र मानव हुनुको एउटा कर्तव्य निभाउनुपर्छ भनेर उहाँ हरेक दिन चाहिँ आफूलाई यसरी आफूलाई सम्झाएर उठ्नुहुन्थ्यो र आफ्नो कर्तव्य निभाउनुहुन्थ्यो। उहाँले चाहिँ एउटा आरामदायी जीवनभन्दा एउटा उद्देश्यपूर्ण र अर्थपूर्ण जीवन जिउनमा चाहिँ आफैलाई प्रेरित गर्नुभएको थियो। उहाँले चाहिँ जीवनलाई धुवाँ र बिहानीको शीतसँग पनि तुलना गर्नुभएको छ। जसरी बिहानीको त्यो शीत घाम लागेसँगै बिस्तारै आफै विलीन भएर जान्छ, धुवाँ एकैछिन हावामा देखिन्छ तर त्यो हावासँगै विलीन भएर जान्छ, हो त्यसरी नै हाम्रो जीवन पनि क्षणभङ्गुर छ भनेर सम्झाउनुहुन्छ। यो भनेको त्रसित बनाउनको लागि, एउटा डर पैदा गर्नको लागि नभई पल पलमा चाहिँ जीवन क्षणभङ्गुर छ है, यसको सही तरिकाले सदुपयोग गर्नुपर्छ, त्यो अलर्ट गराउनको लागि उहाँले यो उदाहरण पनि पेश गर्नुभएको छ। फोर्थ भनेको चाहिँ चुनौतीहरूलाई अवसरको रूपमा हेर्न सिकाउँछ। मार्कस अरेलियसले यहाँ एकदमै सुन्दर उदाहरण के दिनुहुन्छ भन्दाखेरि एउटा बलियो दन्दनी बलिरहेको आगोमा जे फालियोस् त्यो आगोको हिस्सा बन्नुपर्छ, त्यति मात्र होइन अझ प्रज्वलित प्रकाशको रूपमा परिणत गरिदिन्छ। चाहे त्यहाँ काठ फालियोस्, चाहे सुक्खा पात फालियोस्, जे फाले पनि त्यो आगोले त्यसलाई नष्ट मात्र गर्दैन कि अझ प्रज्वलित एउटा प्रकाशमा परिणत गरिदिन्छ। महान व्यक्ति भनेको पनि त्यस्तै हुन्छ। जीवनले जति चुनौती, असफलता, आलोचना वा दुःख दिए पनि एउटा महान व्यक्तिले भनेको उसले सधैँ आफ्नो विकास, ज्ञान र शक्तिमा रूपान्तरण गर्छ भनेर सिकाउनुहुन्छ। मानौ दुईवटा फलामका टुक्राहरू छन्। पहिलो फलाम
जसले चाहिँ आगो र हथौडाको चोट सहन चाहँदैन। दोस्रो, तयार हुन्छ, आगोमा तताइन्छ, बारम्बार पिटिन्छ, अन्ततः पहिलो फलाम एउटा सामान्य टुक्रा नै रहन्छ भने दोस्रो फलाम एउटा बलियो र धारिलो तरबार बन्छ। जीवनका चुनौतीहरू भनेको पनि यस्तै नै हुन्। तिनीहरू हामीलाई तोड्न र कमजोर बनाउन आएका होइनन् कि हामीभित्र लुकेको एउटा शक्ति बाहिर ल्याउन आएका हुन् भन्ने कुरा हामीले बुझ्न जरुरी छ। मार्कस अरेलियस भनेको चाहिँ कुनै सजिलो समयमा सम्राट बन्नुभएको थिएन कि। उहाँको त्यो समय भनेको एकदमै गाह्रो, एकदमै राजनीतिक युद्ध भनौँ, प्लेग जस्तो महामारी, आफ्नो आफन्तको बिछोड, पुरा साम्राज्यको आफ्नो जिम्मेवारी, हरेक हिसाबमा प्रतिकूल परिस्थितिको बीचमा पनि उहाँले कहिले पनि आफूलाई एउटा पीडितको रूपमा प्रस्तुत गर्नु भएन। उहाँले हरेक ती चुनौतीहरूलाई चाहिँ आफूले एउटा मानवताको एउटा चरित्र निर्माण गर्नको लागि चाहिँ अवसर हो भन्ने हिसाबले प्रस्तुत गर्नुभएको छ। त्यसैले पक्कै पनि हामीले पनि आफ्नो जीवनमा आएका ती चुनौतीहरूलाई अवसरको रूपमा हेर्न यहाँबाट प्रेरणा पाउन सक्छौँ। फिफ्थ भनेको चाहिँ अरूको व्यवहारले आफ्नो शान्ति बिगार्नु हुँदैन भन्ने कुरा। मार्कस अरेलियसले एकदमै सुन्दर उदाहरण दिनुहुन्छ कि कसैले एउटा सफा झरनामा हिलो छ्याप्छ भने त्यो झरना सधैँको लागि फोहोर हुँदैन। केही छिनपछि त्यो हिलो आफै तल खस्छ र झरना पुनः सफा स्वच्छ पानी बग्न थाल्छ, झर्न थाल्छ। हो त्यसै गरी हाम्रो जीवनमा पनि आलोचना, अपमान, एउटा असफलता, अरूबाट नराम्रो व्यवहार, त्यो सबै चिजहरूको हाम्रो जीवनमा सामना गर्नै पर्ने हुन्छ। तर त्यो सबै चिज भनेको चाहिँ त्यो झरनामा फालेको एउटा हिलो जस्तै हो। त्यसलाई यदि हामीले लामो समयसम्म आफ्नै मनमा लिइरह्यो भने त्यसले हाम्रो मनलाई धमिलो बनाउँछ, हाम्रो शान्ति हराउँछ। तर यदि ती कुरालाई हामीले मनमा लामो समय लिएनौँ भने त्यो झरनाको हिलो खसे चाहिँ ती नराम्रो भावनाहरू पनि तल खस्छ र हाम्रो मन सफा र स्वच्छ बन्छ। त्यसैले उहाँ चाहिँ हरेक दिन आफैले भन्नुहुन्थ्यो कि आज मैले हस्तक्षेप गर्ने, कृतज्ञ, अहङ्कारी, अज्ञानी, एउटा घमण्डी व्यक्तिहरूको पनि सामना गर्नुपर्ने हुन्छ भनेर बिहानै आफैलाई भन्नुहुन्थ्यो। यो भनेको चाहिँ एउटा नेगेटिभ चिजको अफर्मेसन आफूलाई दिएको होइन कि दिनभरिको लागि आफूले कसरी शान्त र सहज तरिकाले व्यवहार गर्ने भनेर आफैलाई प्रिपेयर गर्नुभएको हो कि। जब यो वास्तविकतालाई स्वीकार गर्छौँ तब हामीलाई आएको ती प्रतिकूल परिस्थितिहरू बीच पनि हामी शान्त रहन सक्छौँ। यो वास्तविकता नबुझेको कारणले त हामी प्राय नर्मली त संसारको सबै मानिसले राम्रो व्यवहार गरोस् भन्ने अपेक्षा राख्छौँ र जब कसैले थोरै अलिकति मात्र केही हाम्रो विरुद्धमा केही मात्र भन्दा पनि हामीलाई त्यही कुराले एकदमै दुखी बनाउने हुन्छ। त्यसैले हामीले यहाँबाट बुझ्नै पर्ने कुरा भनेको चाहिँ मानिसहरू आफ्नै अज्ञानता, पीडा र कमजोरीका कारण गलत व्यवहार गर्न सक्छन्, तर त्यसमा आफूले आफ्नो शान्ति भने मेन्टेन गर्न सक्छौँ भन्ने कुरा हामी यहाँबाट सिकेर आफ्नो जीवनमा अलिकति सजग र अलर्ट हुन सक्छौँ। कसैप्रति रिस पाल्नु भनेको चाहिँ अरूलाई हान्नको लागि त्यो तातो कोइला आफ्नो हातमा समाउनु जस्तै हो। सबभन्दा फर्स्टमा पोल्ने भनेको हाम्रो आफ्नै हातमा हो। त्यसैले त्यस्तो नराम्रो व्यवहार गर्ने व्यक्तिहरूलाई पनि क्षमा दिनु सबैभन्दा ठुलो कुरा हुन्छ भनेर सिकाउनुहुन्छ कि। जब हामी क्षमा दिन्छौँ त्यो भनेको उसको गल्तीलाई सपोर्ट गरेको हुँदैन कि हामीले आफ्नो मनलाई हल्का बनाइरहेका हुन्छौँ। 6, अरूको स्वीकृतिको पछि भाग्नु हुँदैन भन्ने गहिरो शिक्षा। यस पुस्तकमा मार्कस अरेलियसले चाहिँ प्रसिद्धि, प्रशंसा र अरूको स्वीकृतिलाई चाहिँ धुवाँ र प्रतिध्वनिसँग तुलना गर्नुभएको छ। धुवाँ केही क्षणका लागि आकाशमा देखिन्छ तर केही क्षणपछि त्यो हराएर जान्छ। प्रतिध्वनि पनि केही समय सुनिन्छ तर केही समयपछि त्यो आफै मेटिन्छ, त्यो सुन्न सकिँदैन। त्यसरी नै आज तपाईका प्रशंसा गर्नेहरूले भोलि तपाईको आलोचना पनि गर्न सक्छन् र
तिनीहरू आफै पनि सधैँभरि रहने छैनन्, तिनीहरू आफै पनि विलीन भएर जाने हुन्छ। उहाँ भन्नुहुन्छ, जसको प्रशंसा खोजिरहेका हुन्छौँ उनीहरू स्वयं पनि कति क्षणभङ्गुर छन् भनेर भन्नुहुन्छ। उहाँ भनेको चाहिँ संसारकै सबैभन्दा शक्तिशाली व्यक्ति मध्येको एक हुनुहुन्थ्यो। यदि उहाँले चाहेको भए यो संसारको ध्यानलाई आफूतिर केन्द्रित गराउन सक्नुहुन्थ्यो, तर उहाँले कहिले पनि यो सोच्नु भएन कि अरूले मेरो बारेमा के सोच्लान् भन्ने कुरा उहाँले सोच्नु भएन। उहाँ त केवल म आफूले राम्रो र सही काम गरिरहेको छु कि छैन भन्ने कुरामा ध्यान दिनुहुन्थ्यो। त्यसैले उहाँको लागि भनेको चाहिँ चरित्र प्रतिष्ठा भन्दा ठुलो एकदमै शक्तिशाली हो भन्ने उहाँको लागि थियो। यहाँ उहाँले एउटा फलले भरिएको रुखको उदाहरण दिनुहुन्छ। एउटा फलले भरिएको त्यो रुखले संसारलाई बोलाएर भन्दैन कि ल हेर मैले कति धेरै फल फलाएर दिएको छु भनेर भन्दैन। जस्ट उसले आफ्नो काम गर्छ र अगाडि बढ्छ। हो त्यसरी नै एउटा असल मानिसले चाहिँ अरूको प्रशंसा, अरूको ताली पाउनको लागि त्यो राम्रो काम गर्दैन। एउटा राम्रो काम गर्नु भनेको उसको आफ्नै स्वभाव हुन्छ। जसरी एउटा फुल फुल्नका लागि अरूको प्रशंसाको आवश्यकता पर्दैन, त्यसरी नै एउटा असल मानिसलाई असल व्यवहार गर्नको लागि कसैको प्रशंसा, कसैको तालीको आवश्यकता पर्दैन भन्ने कुरा बुझ्न एकदमै जरुरी छ। 7th भनेको चाहिँ म एउटा विशाल ब्रह्माण्डको हिस्सा हो भन्ने ज्ञान यहाँबाट सिक्न सक्छौँ। हामी अलग अलग व्यक्ति मात्र होइनौँ कि समग्र यो समग्रताको एउटा हिस्सा हो भन्ने कुरा यहाँबाट बुझ्न सक्छौँ। उहाँ भन्नुहुन्छ, जसरी एउटा समग्र शरीरमा अलग अलग अङ्गहरू मिलेर एउटा समग्र शरीर बन्छ, जस्तै कि हात, गोडा, नाक, कान, मुटु, कलेजो, फोक्सो, यी अङ्गहरू मिलेर समग्र एउटा शरीर बन्छ र एउटा हातले अर्को हातलाई चोट पुर्याउँछ भने समग्र शरीरलाई असर परिरहेको हुन्छ। हो त्यसरी नै हामी पनि विशाल ब्रह्माण्डको एउटा हिस्सा हौँ र यदि हामीले अरूलाई चोट पुर्याउन खोज्छौँ भने त्यसले आफूलाई पनि असर परिरहेको हुन्छ। यदि हामीले अरूमाथि रिस, द्वेष, ईर्ष्या, डाहा, नेगेटिभ विचार, नेगेटिभ भावनाले हेर्छौँ भने त्यो कुराले अरूलाई मात्र होइन त्यसले आफैलाई पनि असर गरिरहेको हुन्छ भन्ने एउटा समग्रताको एउटा ज्ञान हामीले यहाँबाट सिक्न सक्छौँ। उहाँले एउटा रुखको पातको उदाहरण दिनुभएको छ। जसरी एउटा रुखको पात चाहिँ रुखबाट अलग्गिएर बाँच्न सक्दैन, उसको अस्तित्व, उसको महत्त्व, सम्पूर्ण जीवन शक्ति चाहिँ रुखसँग जोडिएको हुन्छ। यदि रुखबाट अलग्गियो भने ऊ बाँच्न सक्दैन। हो त्यसरी नै हामी पनि परिवार, समाज, प्रकृति र सम्पूर्ण ब्रह्माण्डसँग गहिरो रूपमा जोडिएका हुन्छौँ। हामीले आफूलाई अलग र एक्लो ठान्दा चाहिँ हामी भित्रको दुःख बढेर आउँछ, तर आफूलाई एउटा ठुलो अस्तित्वको हिस्सा ठान्दा चाहिँ जीवनप्रतिको एउटा दृष्टिकोण पनि फराकिलो हुन्छ। आजको समयमा मानिसहरू केवल म र मेरोमा केन्द्रित भइरहेका हुन्छन्, तर मार्कसले सिकाउनुहुन्छ कि तिमी केवल आफ्ना लागि जन्मिएका होइनौ, तिमी एउटा विशाल ब्रह्माण्डको हिस्सा हौ। जब हामी आफूलाई विशाल ब्रह्माण्डको एउटा सानो तर महत्त्वपूर्ण हिस्साको रूपमा हेर्न सिक्छौँ, तब वास्तवमा हामी भित्रको त्यो घमण्ड हटेर जान्छ, एउटा करुणा भाव पैदा हुन्छ भनेर उहाँले भन्नुहुन्छ। जीवनप्रतिको एउटा कृतज्ञता हामीमा बढेर आउँछ। तब हामी आफ्नो लागि मात्र होइन, हामीले आफूले गरेका प्रत्येक त्यो राम्रो कर्म चाहिँ यो ब्रह्माण्डमा समान रूपमा असर पर्छ आफूलाई र अरूलाई भन्ने कुराको बोध गर्न सक्छौँ। तब पक्कै पनि हामी त्यो अरूलाई एउटा शत्रुको हिसाबले होइन कि यात्रामा सँगै हिँडिरहेको एउटा मानव साथीका रूपमा हेर्न सक्छौँ। 1 नम्बरमा रहेको छ सद्गुणलाई जीवनको आधार बनाउने ज्ञान। एउटा बहुमूल्य रत्नलाई अरूले प्रशंसा गरेमा मात्र उसको भ्यालु हुने होइन, उसको मूल्य भनेको सधैँ आफ्नो गुणमा हुन्छ। हो त्यसरी नै एउटा असल मानिसको मूल्य पनि बाहिरी सम्मान, पद, एउटा प्रतिष्ठा, अरूको एउटा मान र सम्मानमा होइन कि उसको आफ्नै चरित्रमा हुन्छ। यदि कसैले देखेन भने पनि तपाईँ इमान्दार हुन सक्नुहुन्छ कि सक्नुहुन्न?
कसैले देखेन भने पनि तपाईँ सही काम गर्न सक्नुहुन्छ कि सक्नुहुन्न, त्यो नै वास्तविक सद्गुण हो भनेर भन्नुहुन्छ मार्कस अरेलियसले। सुनलाई माटोले छिट्न सकिन्छ, धुलोले ढाक्न सकिन्छ, तर त्यसको वास्तविक मूल्य कहिले पनि घट्दैन। त्यसरी नै हाम्रो जीवनमा पनि अरूको आलोचना, असफलता, अरूबाट अपमान, कठिनाइ आउन सक्छन्, तर यदि हामीमा हाम्रो आफ्नो चरित्र बलियो छ भने त्यो कुराले हाम्रो वास्तविक मूल्य घटाउन सक्दैन भन्ने कुरा चाहिँ यहाँबाट हामीले बुझ्न सक्छौँ। धन गुम्न सक्छ, प्रतिष्ठा हराउन सक्छ, शक्ति समाप्त हुन सक्छ, तर एउटा असल चरित्र भने हाम्रो सबैभन्दा सुरक्षित सम्पत्ति हो भन्ने कुरा यहाँबाट हामीले बुझ्न सक्छौँ। यहाँ मार्कसले त्यो पाकेको जैतुनको फलको उदाहरण दिनुहुन्छ। पाकेको जैतुनको फल भुइँमा झर्दा पनि प्रकृतिसँग कृतज्ञ भएर भुइँमा झर्छ, किनकि उसले आफ्नो उद्देश्य पुरा गरेको हुन्छ। त्यसरी नै मानिसले पनि जीवनभर आफ्नो कर्तव्य, न्याय, समझदारी, एउटा सद्गुण अनुसार बाँच्नुपर्छ। जीवनको सफलता बाहिरी एउटा उपलब्धिमा मात्र होइन कि आफूले कस्तो चरित्र निर्माण गर्यो भन्नेमा मापन गर्नुपर्छ भन्ने कुरा चाहिँ यहाँबाट हामीले सिक्न सक्छौँ। 9 नम्बरमा भनेको परिवर्तनलाई स्वीकार गर्ने शिक्षा। यहाँ हाम्रो जीवनलाई भनेको गतिशील बगिरहेको, निरन्तर बगिरहेको नदीसँग तुलना गर्नुभएको छ। जसरी नदी निरन्तर बगिरहन्छ, एउटै पानी कहिले पनि हुँदैन, निरन्तर परिवर्तनशील छ, हो त्यसरी नै हाम्रो जीवन पनि एकदमै परिवर्तनशील छ। नदीको पानीलाई रोक्न सकिँदैन, त्यो अगाडि बढिरहन्छ, बदलिरहन्छ, अन्ततः समुद्रमा मिसिन्छ। हो त्यसरी नै हाम्रो जीवन पनि मानिस, सम्बन्ध, परिस्थिति, हाम्रो आफ्नै शरीर पनि एकदमै परिवर्तनशील छ। त्यो सधैँ एउटै हुँदैन, हरेक क्षणमा परिवर्तन भइरहेको हुन्छ। रुखका पातहरू ऋतु अनुसार फुल्छन्, हराउँछन् र फेरि आउँछन्। त्यो पात झर्नु भनेको चाहिँ दुःखको कुरा होइन, यो एउटा प्रकृतिको नियम हो। त्यसरी नै हाम्रो जीवन पनि स्वाभाविक रूपमा नै परिवर्तनशील छ। यो सत्यलाई हामीले स्वीकार गर्न सक्नुपर्छ। अर्को भनेको चाहिँ प्रकृति अनुसार बाँच्ने शिक्षा। यसरी रुखले चाहिँ मौसम अनुसार एउटा फल दिन्छ, छाया दिन्छ र आफ्नो काम पुरा गर्छ। हामीले पनि त्यसरी नै आफ्नो कर्तव्य पुरा गर्नुपर्छ। त्यो रुखले कहिले पनि सोध्दैन कि मैले किन फल दिनु पर्यो, मैले किन छाया दिनु पर्यो। हो त्यसरी नै हामीले पनि आफ्नो सही कर्म गर्नुपर्छ। मानिसको स्वभाव भनेको एउटा सद्गुण र कर्तव्य पुरा गर्नु हो भनेर भन्नुहुन्छ। यहाँ नदीको पनि उदाहरण दिनुभएको छ। प्रकृतिमा त्यो बगिरहेको नदीले रोकिएर कहिले पनि सोच्दैन कि अब म यसपछि कहाँ जानुपर्छ। ऊ केवल निरन्तर बगिरहन्छ, चाहे पहाड आओस्, चाहे ढुङ्गा आओस्, उसको स्वभाव भनेको बग्नु हो। नदीले चाहिँ आफै बाटो बनाउँदै अघि बढ्छ र निरन्तर बगिरहन्छ। मार्कस अरेलियसका अनुसार बुद्धिमानी जीवन भनेको प्रकृतिको प्रवाहमा लड्ने होइन कि प्रकृतिको त्यस प्रवाहसँग चाहिँ मिलेर बग्ने हो भनेर सिकाउनुहुन्छ। अर्को महत्त्वपूर्ण शिक्षा भनेको चाहिँ आत्मचिन्तनको अभ्यास गर्ने शिक्षा। मेडिटेसन्स वास्तवमा नै एउटा मार्कस अरेलियसले हरेक दिन आफैमा गर्नुभएको त्यो सेल्फ रिफ्लेक्सनको उपज हो भन्ने कुरा हामीलाई जानकारी भइसकेको छ भने पक्कै पनि जसरी हामी हरेक दिन आफ्नो अनुहारलाई ऐनामा हेर्छौँ, हो त्यसरी नै आफ्नो मनलाई पनि बारम्बार चेक गर है भनेर भन्नुहुन्छ कि यहाँ मार्कस अरेलियसले। जसरी ऐनामा हाम्रो बाहिरी अनुहार जस्तो छ त्यस्तै न त बढाएर देखाउँछ न त घटाएर देखाउँछ, जस्तो छ त्यस्तै ऐनाले रिफ्लेक्ट गरेर हामीलाई देखाइदिन्छ। हो त्यसरी नै आत्मचिन्तनले हाम्रो भित्री मनको अवस्था कस्तो छ भन्ने कुरा त्यो रिफ्लेक्सन चाहिँ हाम्रो मनलाई चाहिँ स्पष्ट देखाउँछ। त्यसैले आत्मचिन्तनको अभ्यास एकदमै जरुरी छ। हरेक दिनको अन्त्यमा चाहिँ समीक्षा गर्न जरुरी छ। मार्कस अरेलियसले प्रत्येक दिन अन्त्यमा चाहिँ आफैसँग प्रश्न गर्नुहुन्थ्यो कि आज मैले के सही गरेँ, कहाँ म हराएँ, मैले कसलाई अनावश्यक दुःख दिएँ, भोलि म कसरी अझ राम्रो बन्न सक्छु भनेर उहाँले हरेक दिन चाहिँ आफैलाई एउटा आत्म प्रश्नहरू सोध्ने गर्नुहुन्थ्यो
के उहाँलाई बारम्बार यो कुराले चाहिँ बारम्बार सुधारतर्फ लैजानुको लागि चाहिँ एकदमै मद्दत पुग्छ। अर्को रहेको छ भित्री शान्ति खोज्ने शिक्षा, एउटा भित्री शान्तिको महत्त्व के मेडिटेसन्समा मार्कस अरेलियसले चाहिँ आफ्नो मनलाई चाहिँ एउटा सुरक्षित किल्लासँग तुलना गर्नुभएको छ। मानिस जहाँ भए पनि आफ्नो एउटा सुरक्षित आश्रय स्थान बनाउन सक्छ। त्यो भनेको बाहिर होइन कि आफ्नै मनभित्रको त्यो आश्रय स्थान एउटा किल्ला तयार पार्न सक्ने हुन्छौँ मानिस। जसरी एउटा बलियो किल्ला हुन्छ तब त्यो बाहिरको आक्रमण त्यो युद्धहरूले चाहिँ सजिलै त्यो किल्लालाई ढाल्न सक्दैन हो। त्यसै गरी हामी जब आफ्नो मनभित्र पनि एउटा बलियो किल्ला तयार पार्छौँ तब बाहिरको आलोचना तनाव एउटा अराजकताले सजिलै हाम्रो मनलाई अशान्त पार्न सक्दैन भनेर भन्नुहुन्छ। जसरी समुद्रमा आँधी आउँदा त्यो छालहरू एकदमै उग्र हुन्छन् तर गहिरो समुद्र शान्त नै हुन्छ। मार्कस अरेलियसका अनुसार अधिकांश मानिसहरू सतही मन जस्तै हुन्छन्, छिट्टै हल्लिन्छन्, तर बुद्धिमान व्यक्ति भने समुद्र जस्तै हुन्छ। बाहिरी आँधीले छोए पनि भित्री शान्ति कायम राखिराख्ने हुन्छ। त्यसैले उहाँ भन्नुहुन्छ कि जीवनमा भनेको सबै कुरा हाम्रो नियन्त्रणमा हुँदैन। त्यसैले बुद्धिमान जीवन भनेको चाहिँ जे बदल्छ त्यसमा काम गर्नु, जे बदल्न सकिँदैन त्यसलाई स्वीकार गर्नु, त्यो स्वीकार नै एउटा शान्तिको मूल आधार हो भन्ने कुरा उहाँले सिकाउनुहुन्छ। समग्रमा मेडिटेसन्सलाई डिटेलमा पढ्दै गर्दा मलाई यस्तो फिल भयो कि यी ज्ञानहरूले जुन सम्राटले अभ्यास गर्नुभयो, यो मेडिटेसन्समा उल्लेख गर्नुभएको यो सेल्फ रिफ्लेक्सनको अभ्यासहरू जुन ज्ञानहरूले गर्दा उहाँले आफ्नो जीवनमा जुन कुराहरू एप्लाई गरेर त्यो राज्यको एउटा जिम्मेवारी, त्यो एउटा प्रतिकूल परिस्थिति, एउटा अराजक समय, एउटा युद्ध, जिम्मेवारी, महामारी, त्यो हरेक हिसाबबाट एकदमै प्रतिकूल अवस्था बीच पनि उहाँले कहिले पनि आफूलाई पीडित देखाउनु भएन। उहाँ सधैँ कृतज्ञ रहनुभयो, जीवनभर एउटा शान्ति मेन्टेन गर्नुभयो, आभार व्यक्त गर्नुभयो, हरेक मानिसलाई चाहिँ एउटा गुरुको रूपमा हेर्नुभयो भने आज हामी जुन आफ्नो एउटा पर्सनल जीवनमा आएका सानो सानो कुराहरूलाई लिएर हामी यति आत्तिन्छौँ, यति चिन्ता लिन्छौँ, यति तनाव हुन्छौँ, हामी त सानो चिन्तामा रहेछौँ त होइन। एउटा सम्राटले यी कुराको अभ्यासबाट त्यत्रो साम्राज्यको भार बोकेको सम्राटले आफ्नो मनलाई शान्त राख्नुभयो भने पछाडि यो कुराहरूलाई बुझेर हामीले पनि आफ्नो जीवनमा थोरै भए पनि कन्सियस हुन सक्यौँ भने पक्कै पनि यो शिक्षाले चाहिँ हाम्रो जीवनमा चाहिँ एकदमै सहज भित्री शान्ति मेन्टेन गर्नको लागि, एउटा मानवीय व्यवहार गर्नको लागि, सद्गुण एउटा निष्ठावान चरित्र निर्माण गर्नको लागि चाहिँ एकदमै महत्त्वपूर्ण छ। र यो समग्रमा मैले आफूले बुझेअनुसार बुझाउने क्रममा कतिको कुराहरू नआउन पनि सक्छ। त्यसैले हजुरहरूले यो पुस्तकलाई एकचोटि पढ्न पनि सक्नुहुन्छ ताकि आफ्नो भित्री शान्ति एउटा मेन्टेन गर्न सकौँ भन्दै आजको यस भिडियो यति नै। आजको यस भिडियो हजुरहरूको लागि केही रूपमा पनि उपयुक्त हुन सके खण्डमा म एकदमै आभारी हुनेछु र धन्य हुनेछु भन्दै यतिन्जेलसम्मका लागि मेरो यस भिडियोको लागि हजुरको यो अमूल्य समय प्रदान गरिदिनु भएकोमा हजुरहरूप्रति हार्दिक आभार धन्यवाद व्यक्त गर्न चाहन्छु। र यदि कोही नयाँ हुनुहुन्छ भने सब्सक्राइब पनि गर्नुहोला। भिडियो मन परेको खण्डमा लाइक, कमेन्ट र सेयर पनि गर्न सक्नुहुनेछ भन्दै हजुरहरूप्रति पुनः हार्दिक आभार तथा धन्यवाद।